हेलो गाइस, आज चाहिँ म चाहिँ गोरु लाउनु हिँडेको छु भन। अनि चाहिँ त्यही नै हो, त्यहाँ माथि दिवस भाइ जान्छ। अनि हजुरहरूले एउटा चित्ती आउँछ, यता गोरु छन्, एउटा त्यहाँ एउटा यता। आफ्नै गाउँमा पाकेको करेसाबारीमा केरा उत्पादन भएको छ त। ओहो, के हो राति आएर चोरी त होइन। यता उहु सुन्तला के अरे अमिलो, अनि त्यहाँ पछि त्यो उयो नामै खुर्पानी, अनि काफल, अनि तलतिर वा मौसम के छ। यता केरा त्यता केरा उ त्यहाँ त्यही ठुल हेर्नु सक्नुहुन्छ। यता भरिया अनि यता भरिया यस्तो यस्तो छु म त। यता नि भरिया यता नि भरिया। यो पागल कहाँ गएको हो? यता गोरु छ, त्यता टरेल छ। अब भन त समस्या यस्तो छ गाउँमा। अब हरि बिजोक रमाइलो अलिबट मात्रै नगएको गाइस के। अनि आज चाहिँ हामी चाउ जान लाग्यो, भर्खरै भात खाएर आइसकेको थियौँ। अनि के कुरो पऱ्यो भनेपछि होइन, के कुरो पऱ्यो भनेपछि ए भाइले चाहिँ कोक खान्टा, अनि त्यहाँपछि रेडबुल फुटी सुटी खाउँछु भन्थ्यो। भो बाबु भो, के अरे नखाइ भने होइन मैले चाहिँ। अनि त्यहाँपछि ल ल भन्नु उसले नि होइन। अनि पैसा त टन्नै छैन, कति छ भनेको जम्मा 50 रुपियाँ रहेछ। बल्ल दुइटा चाउचाउ लिएर आएको। यस्तो हरामी दाम सक्यो भन्ने त्यही नि। यता चाहिँ भइसक्यो गोरु। अब ल है गाइस, हाम्रो घर चाहिँ त्यो निलो निलो देखिन्छ नि पर माथि गयो। त्यो हाइडबारको चौसा नि हाइटेन्सनको पोल त्यहाँ हो, त्यसको त्यो उब्रियो। अनि चाहिँ रोड बाटोबाट सरासर आएको हामी चाहिँ माथि परामा खाऊँ। त्यस्तो परामा खाऊँ क्या, ठुलो खबर। अनि टिभी भाइखेरि यति घाँटी छ, मैले त्यति दोकाउता छ। अनि चाहिँ हामी टक्क तरिकाले आगो। हाम्रो यता वन चाहिँ धेरै ठुलो होइन, यो काटिसक्यो नि त दाउरा, त्यही भएर। अनि त्यही नै हो, आज चाहिँ पानी पर्ला जस्तो छ। अनि के हुन्छ कसो हुन्छ त्यो अनुसार होइन, आज भइहाल्छ। यी हाम्रो दिवस भाइ भिरमा अब लोड छ, घर खाएको कि भन्ने जस्तो लाग्थ्यो मलाई। खै त्यो चाहिँ म्याग्दी खोलो हामी चाहिँ हिँड्यो। यो केटो त्यो त मलाई पनि देखाउनु पर्ने होला, हेर्नु होला एकचोटि तपाईँहरूले। अब चाहिँ हामी भिरबाट हिँडेका छौँ, यस्तो बाटो हिँड्नुपर्छ कि अनि सङ्घर्ष गरिरहनु पर्छ। अनि त्यही नै हो, पानी पर्न लाग्छ उता त। अब गसी के काम हुन्छ त्यहाँ अनुसार हुन्छ। अब चाहिँ हामी चाहिँ यस्तो भिरबाट है गाह्रो हुन्छ कि ब्यालेन्स बिग्रिरहन्छ सिधै रोडबाट के भन्ने, सिधै माथि हेर्नु नि त्यहाँ। अनि टक्क आरामले चाँडो गयो भन्न सकिन्न, ढिलो गयो अवश्य पुगिन्छ हुन्छ नि उखान बुढा पाकाको। अनि त्यही नै हो, अब बाटाघर बेटामा यस्तो अप्ठ्यारो बाटो त्यही नै ल। अवस्था जस्तो नमस्ते, त्यही नै हो। यो भलक भयो छ कि भयो छैन, राम्रो सुझाव दिनु होला होइन। के गर्दा कस्तो कस्तो विधि पुऱ्याउँदा होला जस्तो लाग्छ होइन, त्यस्तो भनिदिनु पऱ्यो होइन। अब यसो नयाँ युट्युबरहरूलाई भलगरहरूलाई नि साथ सपोर्ट गरिदिनुपर्छ र गरिराख्नु नै हुनेछ भन्ने आशा गरेको छु। त्यही नै हो, अब सिधै घर गएर भेटौँला। अनि त्यहाँपछि चाहिँ अनि हजुरहरूकै सबैले गर्दा 700 सब्सक्राइब कम्प्लिट भयो। अनि त्यही नै गाइज, अब चाहिँ हामी बाटोमा आइसक्यो यो। अनि त्यही नै हो, अब सिधै घरबाट भेट्दा पानी आइसकेको छ। अब के काम हुन्छ त्यो अनुसार हुन्छ ल। गाइज म चाहिँ मुल बोक्न आइसकेको छु, उता घर घाँस काटेर नि बाह्र चाहिँ मजाले आइदिन्छ। यता घर छ होइन, म चाहिँ मुल बोक्न लाग्छु। अनि कति हुन्छ बोक्ने होइन, त्यही अनुसारले बोक्छु। पानी आउला जस्तो जस्तो गर्छ कि थिएन दिन धमिलो धमिलो होइन। त्यही नै हो, अब उता गएर हाम्रो सुन्तला पनि देखाउँछु हजुरहरूलाई। अनि उतै गएर भेटौँला, कति टाइम वेस्ट गर्ने हो त। त्यही हो, अनि हामीले चाहिँ यो यता चाहिँ आलु छ होइन, आलु छ यहाँ चाहिँ आधा खनेको। अनि माथि आलु मकै सिमी यताउति छ। अनि त्यो चाहिँ ऊ हो के खनेको आलु। यहाँ चाहिँ प्याज स्याज छ, त्यहाँ चाहिँ लसुन र सुन्तला छ। यता कागती सागती, अनि यताखेरि मकै सिमीहरू छ। अनि यता कागती छ, अनि त्यहाँ आँप छ, अनि त्यहाँ चाहिँ यता चाहिँ प्याज हो। अनि करेसाबारी त्यस्तो राम्रो छैन, यता हल्का उखु छ। यो चाहिँ हेर्नु भत्केर यस्तो भयो खेत, त्यही सुन्तला भएको छ। हेर्नु यता चाड कति राम्रो, यताखेरि तिनवटा भत्केर तल परेका छन्। त्यही नै हो, अब त्यही नै अर्कै देखाउने हजुरहरूलाई। हामी चाहिँ यत्रो मल बोकेर सक्यौँ टक्क। बाउ छोराले चाहिँ यत्रो मल बोकेर सक्यौँ। अब चाहिँ यति हो, थोत्तरै यता नि काम हेर्नु पऱ्यो, उता नि काम हेर्नु पऱ्यो, तर गर्नु पऱ्यो। बाजे चाहिँ यत्रोको चाहिँ यहाँ छ, म यहाँ छु। अनि चाहिँ सुन्तला है यस्तो छ टक्क होइन। सुन्तला नि अब अर्को वर्ष त फल्छ होला, चखाउँछु होला नि त मेरो प्यारा प्यारा सब्सक्राइबरहरूलाई। अनि बाजे चाहिँ त्यहाँ मल बोकेर राख्नुभयो, म चाहिँ हिँडेँ। अब गएर हात खुट्टा धुन्छु र बाहिर चौरामातर्फ लाग्छु। अनि त्यहाँपछि हजुरहरूले मन पराइदिनु होला होइन। सुरुमा त अब गाह्रै हुन्छ, पछि हो बल्ल हाम्रो के अरे सपोर्टरहरू पनि धेरै हुने होइन। अनि त्यही हो, पानी पर्ला जस्तो गर्छ, घरि घाम लाग्छ। अनि दिउँसको चालीमाला ठिक छैन। अझै म डोको सोको राखेर टक्क हात खुट्टा धोएर बाख्रातर्फ लाग्छु। अब सिधै बाख्रा चराउने नि उमा भेटौँला। ल म चाहिँ हिजोकै ठाउँमा बाख्रा चराउन अझै पनि आइसकेको छु। तिनवटा चाहिँ यता चरेको छन्, माउ चाहिँ तल गएको छ। अनि त्यहाँपछि चाहिँ हाम्रो यस्तो वन चाहिँ यता मात्र छङ्ग छ, अनि यता हल्का फुल्का, अनि यता छङ्ग छ। अनि बनै छ यो आँखले चाहिँ अलिक फेमस रहेछ बाख्राको लागि घाँस। त्यही नै हो, अरू के हुन्छ वनमा, अनि त्यही अनुसार देखाउँछु भिडियो कस्तो लाग्छ मन पराइदिनु होला भन्न चाहन्छु। बाख्रा यस्तो मजाले चरेका छन्। अनि म चाहिँ यता छु, त्यही नै हो। अरू त के देखाउने भन्नु अरे, सिमलाहरू छन्, यो घाँस छन्, त्यही नै हो।
दिन सक्नुहुन्छ। बोको आज मसँग च्यालेन्ज गरेछ के हेर्नु न। ओ भाइ डेन्जर उठ्छ यार। आइज हेर्न सक्नुहुन्छ। हेर है मलाई त मार्छ होला यार। बहुत बहुत गाह्रो हुने भयो त। मलाई मार्छ यो बोकोले। अब बोको भियास म खेल्नु पर्छ क्या। हेलो गाइस, म चाहिँ बाह्र चराएर खाजा खाएर टक्क आएको छु। अनि आज चाहिँ अब चाहिँ बेलुका बेलुका नि हुँदैसक्यो। अनि दिदी भाइ के छ चट्टे गुहानी हाग्रो गर्ने हो गाइस। हाम्रो चाहिँ बेलुकाको समयमा यस्तो राम्रो छ कि होइन। टक्क म्याग्दी खेलाको भ्यू देख्न पाइन्छ। अनि अर्को कुरा हाम्रो चाहिँ मैले काँक्रो लगाएको थिएँ यत्तिको उम्रिन्छ यता, अनि यता चाहिँ यति उम्रिन्छ, अनि यता चाहिँ धेरै उम्रिन्छ। अनि त्यहाँ त्यही नै हो हाम्रो कुकुर त्यता छ। हाम्रो त्यहाँ चाहिँ अरू त के देखाउने अरे चट्टे थोतेज थोत्तै यहाँनिर आएको है। यता चाहिँ म यहाँ बोको है यस्तो हुन्छ कि हेर्नु डढाउँदै डढाउनु गाममा हाम्रोको भाइरल बोको यु। तर यो बोकोले केराटीलाई त कुदी मार्थ्यो। अनि त्यहाँ चाहिँ पाठो गराएको त्यहाँ हाम्रो सानो पाठो छ है। अनि सानो पाठो छ, त्यसको पाठो त्यो, त्यसको पाठो त्यो। यो चाहिँ छुट्टै यसको माउ छैन बेतेको। अनि चाहिँ यता भैँसीहरू छन्, भैँसी गोरु पाडो छन् र यता छन्। अनि अरूहरू हुन्छन् त्यो त्यही नै हो। ल के छ, म चाहिँ खोर सफा गर्न लाग्छु। अनि फेरि यताखेरि यो नि खने, अनि यो खने, अनि यो चाहिँ अस्ति मिलाएको दाउरा, अहिले खेप दाउरा सारिन्छ। यो टमाटरको केरुक टमाटर त्यो मियाएको हो कि यो भयो, यो चाहिँ चिटाउने खन्ने गरेँ। अनि यता आएर चाहिँ अब त्यो मूल यो कुरालाई धेरै भयो नि त, कुरालाई पनि सफा राख्नु पऱ्यो नि त। अनि त्यहाँ पछि यसलाई नि टक्क सोरसार पार्नु पऱ्यो। अनि एक खेप हुन्छ कि दुई खेप हुन्छ दाउरा दिनु जानु पऱ्यो, त्यही नै हो। यो उठाउनु पऱ्यो झ्याम्मै। के छ हुन्छ चाहिँ छैन त्यसले गाउँ सानो पनि त त्यहाँ कहाँ लाग्दैन पुरै कुराले आक्रमण गरेको छ मेरो खाउले। टक्क यो टक्क यो मूल चाहिँ टक्क सरी भएको हुन्छ। यो हटाउनु है फेरि गोरा सानो भए जस्तो छ टक्क भएर जान्छु। त्यही हुँदा चाहिँ बेलुका हुन लागिसक्यो त। यहाँ चाहिँ मैले एक लट लिएर राखेँ दाउरा मुरा, त्यहाँ चाहिँ ठेला गाडी छ, दिप भाइ लाग्छ। बेलुका हल्का हल्का काम चाहिँ सडिन्छ टक्क। यो चाहिँ हाम्रो ट्याक्टर पुग्ने लास खाम तेरो डाउको सुलु तँलाई यस्तो घाम भयो। हाम्रो चाहिँ त्यहाँ आला हाने माथि त्यो उसमा डाँडा माथिको छिमेकीको घर पर छिमेकीको घर तलतिर त्यहाँ चाहिँ आला चाहिँ पर्सँग राख्ने डाँडा चाहिँ त्यही नै हो। अहिले भेटौँला। हेर्न सक्नुहुन्छ हामी चाहिँ रातिमा हन्टिङ हानेको क्या, के अरे ट्री हन्टिङ दाउरा होइन, दाउरा त उसानु पऱ्यो। यो त देखेकै छैन क्या, हुन त मैले राति त कालै देखिन्छु, कालो मान्छे धनकालो रात परिसकिन्छ। हेर्नु न यस्तो के हामी चाहिँ यता खोला आयो नि, मैले अस्ति देखाएको भ्लगमा द्याचुक देखाएन, तर त्यहाँ हेर्न सक्नुहुन्छ बाटो चाहिँ छ यस्तो पसिना आएर। आजलाई यति नै, अनि त्यहाँ पछि भेटै गरौँला। दाउरा बोकेर सक्यो होइन। हस्त नमस्ते, आजलाई यति नै, गुड बाई, टाटा।